हेलो साथीहरु, दाङको फेमस फिनी रोटीको रेसिपी लिएर आएकी छु। हजुरहरु सबैजनालाई तिहारको शुभकामना अनि दीपावलीको शुभकामना भन्न चाहन्छु। आइरहेको दीपावलीको अनि हजुरले फुल भिडियो वाच गर्नुभयो भने मैले यो फिनी रोटी कसरी बनाएकी छु भन्ने कुरा थाहा पाउनु हुनेछ, नत्र भने केही पनि थाहा पाउनु हुने छैन। अब म यो फिनी रोटी बनाउनतिर लाग्छु, हजुरले हेर्दै गर्नु होला। हेलो एभ्रिवान, नमस्कार। दीपा सिंह कुकिङ भिडियोमा हजुरहरुलाई स्वागत छ। आज यहाँ स्पेशल तिहार विशेष फिनी रोटीको रेसिपी लिएर आएकी छु। फिनी रोटी तिहारमा विशेष गरी भाइटिका लगाउने टाइममा भाइ दाइभाइलाई भागमा बसालिन्छ यो फिनी रोटी है त। म यो फिनी रोटी बनाउनको लागि 500 ग्राम यो मैदालाई लिएकी छु। हजुरलाई जति आवश्यक पर्छ त्यति मैदा ल्याउन सक्नुहुनेछ। फिनी बनाउनु भन्दा पहिला यो मैदालाई राम्रोसँग 1-2 घण्टासम्म घाममा सुकाउनु पर्छ। घाममा सुकाउनको लागि मैले यहाँ एउटा थाल लिएकी छु। यो थालमा मैले मैदालाई राखे। घाममा सुकाएर फिनी बनाउँदा एकदमै राम्रो फिनी बन्छ। फिनी रोटी बनाउँदा 2-3 वटा कुरामा राम्रोसँग ध्यान दिनुपर्छ, तब मात्रै फिनी एकदमै राम्रो बन्छ। अब मैले घाममा सुकाउन लाई राख्छु। मैले यहाँ मैदालाई घाममा ल्याइसकेकी छु, घाममा सुकाउँछु। अब हजुरहरुसँग धेरै मैदा छ भनेपछि हजुरले एउटा कपडामा सुकाउन पनि सक्नुहुन्छ। कपडा भुइँमा उछाएर पातलो गरेर मैले चाहिँ यहाँ मेरो मैदा चाहिँ थोरै भएकोले मैले यहाँ थालमा सुकाउँदै छु। अब यो मैदालाई 1-2 घण्टा राम्रोसँग घाममा सुक्न दिनुपर्छ। अब यो मैदालाई घाममा पनि सुकाइसकेकी छु। अब यसलाई चाल्नुपर्छ। यहाँ मैले एउटा ठुलो परात लिएकी छु, यहाँ चाल्नेलाई लिएकी छु। अब म यो मैदालाई चाल्छु। मैदामा फोहोर पनि हुन सक्छ, चाल्नुपर्छ पिठोलाई। मैले चालिसके। अब यसबाट म थोरै पिठोलाई राख्छु, किनभने चाहिँ अब पिठो गुद्ने बेलामा गिलो पनि हुन सक्छ। पछि रोटी बेल्दा पिठो चाहिन्छ, लगाउनु पर्छ। मैले थोरै पिठो राखे। अब मैले राम्रोसँग हात धोएर पनि आइसकेकी छु। यसमा पानी राख्दै यसको डो बनाउँदै गर्छु। थोरै पानी राख्दै यसलाई मिक्स गर्दै गर्नुपर्छ। अब यो पिठोको डो बनिसकेछ। यतिकै बनाए, धेरै गिलो पनि बनाउनु हुँदैन। अब म यो डोलाई 10 मिनेट रेस्टमा राख्छु। यहाँ मैले चामलको यो पिठोलाई लिएकी छु साटो बनाउनको लागि। यो साटो बनाउनको लागि चामलको पिठो एकदमै मसिनो चाहिन्छ। मैले चाहिँ यो घरमै मिक्सी जारमा पिसेको भएला त्यति मसिनो त भएको छैन, ठिकैको भएको छ। मैले चाहिँ यो साटो बनाउनको लागि चामललाई राम्रोसँग पखालेर धोएर घाममा सुकाएर यसलाई मिक्सी जारमा पिसेकी हो। हजुरले अब धेरै साटो चाहिन्छ, धेरै फिनी रोटी बनाउँदै हुनुहुन्छ भने मिलमा लगेर पनि पिसाउन सक्नुहुन्छ। यहाँ अब मैले साटो बनाउनको लागि एउटा कटोरी लिएकी छु, अलि ठुलो। यसमा मैले यो घिउ राख्दैछु। 1 चम्चा घिउ राखे। मैले 2 चम्चा घिउलाई राखे। अब यो घिउलाई राम्रोसँग फिट्नुपर्छ। मैले हात सफा गरेर आइसकेकी छु। चम्चाले फिर्दा हुँदैन। यसलाई राम्रोसँग यसको घिउको कलर आउँदा, फरक कलर आउँदासम्म यसलाई यसरी हातले फिट्नुपर्छ। मैले यो घिउलाई यति राम्रोसँग फिटिसकेको छु। अब यो भइसकेको छ, एकदम पातलो भइसकेको छ। अब म यसमा घिउमा यो चामलको पिठोलाई राख्दैछु। यसमा 2 चम्चा चामलको पिठो राखे। 1 चम्चा, 2 चम्चा। अब यसलाई पनि यसरी नै राम्रोसँग फिट्नुपर्छ।
अब म फेरि यसमा 1 चम्चा चामलको पिठोलाई थप्छु। यसलाई पनि फेरि मिक्स गर्छु। अब मैले यो साटो तयार बनाइसके। मैले 2 चम्चा घिउ राखे, 5 चम्चा चामलको पिठोलाई राखे, 5 चम्चा राखेको मैले चाहिँ देखाइन। अब यो भइसकेको छ लगभग। अब यसलाई पनि म यतिकै राखिदिन्छु। अब यहाँ यो डो बनाएको पनि 10 मिनेट भइसक्यो। यसलाई म फेरि एकपटक राम्रोसँग मसाज गर्छु। अब यो डोबाट मैले 2 भाग गराउँछु। यहाँ मैले चाहिँ यो बेल्नको लागि अलि चाक्लो पिर्का चाहिन्छ। मैले चाहिँ यहाँ चपिङ बोर्डको काठको पिर्का युज गर्दैछु। यो फिनी रोटी बेल्नको लागि, यो डो बेल्नको लागि लामो पिर्का चाहिन्छ चाक्लो। त्यो छुट्टै पिर्का हुन्छ, त्यसमा गराउँदा झन् राम्रो हुन्छ। त्यो मसँग छैन। अब म यसमै बेल्छु। यसमा पहिला म थोरै पिठोलाई लगाएँ। अब यसमा राखेँ। यसलाई बेल्दै जान्छु। यसरी चारैतिरबाट बेल्नुपर्छ। धेरै पातलो पनि गराउनु हुँदैन, धेरै बाक्लो पनि गराउनु हुँदैन। अब यसलाई मैले बेलेर सकिसकेँ। अब यसको यो साइड म काट्छु चक्कुले। अब यताको साइड छेउछेउको पनि काट्छु। अब यताको साइड पनि मैले काटेँ। अब यसको साइड पनि काटेँ त हल्का। यसको काटिसकेँ। यो पिठोलाई राखेँ मैले यता। मैले यहाँ 4 पाटे बेलिसकेँ अनि साइड पनि मैले कट गरेँ। अब म यसमा साटोलाई लगाउँछु। यो साटो छ, यसलाई लगाउँछु। यसरी साटोलाई लाउँदै ल्याउनुपर्छ। यो साटो बनाउने पिठो चाहिँ एकदमै मसिनो हुनुपर्छ, बल्ल राम्रो बन्छ। तर यो मैले मिक्सीमा पिसेको भएर धेरै त्यति मसिनो त भएको छैन। यहाँ मैले सबै साटोलाई लगाइसकेकी छु। अब म यसलाई यसरी रोल गर्दै लान्छु। यसरी हल्का टाइट गर्दै लानुपर्छ। अब मैले यसलाई यसको साइड यसरी यसलाई हल्का हातले यसरी बिस्तारै तन्काउनु पर्छ। लामो गराए। अब म हल्का यसलाई थोरै, धेरै बेल्नु हुँदैन, बिस्तारै हल्का हातले अब म यसलाई काट्छु। हजुरले सानो फिनी रोटी बनाउँदै हुनुहुन्छ भने सानो पिसमा काट्न सक्नुहुनेछ। मलाई चाहिँ अलिकति ठुलो मन पर्ने भएकोले हल्का ठिकैको साइजमा काट्दैछु। मैले सबै काटिसकेँ। यत्रो पिसमा काटेँ त। अब म यसमा थोरै पिठो लगाउँछु। बेलिसकेँ। यत्रोको साइजमा बनाएँ। अब म यसलाई
काट्छु यो चक्कुको सहायताले। अब म सबै यसरी नै सेम यही तरिकाले बनाउँछु। अब यसलाई पनि म आफूलाई जस्तो डिजाइन आउँछ त्यस्तो कट गर्न सकिन्छ। यसलाई फेरि म अब एस कटको बनाउँदै छु। एस कटको पनि भइसक्यो। यहाँ मैले फेनीलाई सबै बेलिसके कट पनि गरिसकेकी छु। यहाँ लागि मैले ग्यासमा कराईलाई बसालिसकेको छु, तेल पनि राखिसकेको छु। अब तेल एकछिनमा तात्तिन दिन्छु। एउटा परातमा पानी ल्याएकी छु, यसमा मैले फेनी रोटी चोपेर पानीमा अनि बल्ल बनाउँछु। यहाँ मैले एउटा सुतीको सफा कपडालाई पनि ल्याएकी छु। अब यहाँ तेल पनि तातिसकेको छ। अब म यो पानीमा यो फेनीलाई यसरी भिजाउँछु। हजुरले यसरी पानीमा भिजाएर कहिले बनाउनु भएको छ कि छैन? अब यो पानीमा भिजाएको यो फेनीलाई मैले यसरी यो सुतीको कपडामा पोत्छु। अब यो तेल तातिसकेको छ, म यसमा फेनी रोटीलाई राखिदिन्छु। यसको यो बीचबीचमा यसरी चलाउनु पर्छ। यो मेरो साटो अलि मोटो भएर बाहिर निस्क्यो। अब म यसलाई पाकिसक्यो, यसलाई निकाल्छु। अब म यसलाई थालमा राखेँ। अब म सेम यही तरिकाले सबै रोटीलाई बनाउँछु। हजुरले पानीमा नचोपेर बनाउन पनि सक्नुहुन्छ। फेनी रोटी पकाउँदा फर्काउनु हुँदैन, यसलाई यसरी बीचबीचमा चलाइदिनु पर्छ यसको पेटमा। अब यसलाई पनि म निकाले प्लेटमा। अब यो चाहिँ मैले पानीमा नभिजाइकन बनाउँदैछु, कस्तो बन्छ। अब म यो पानीमा नभिजाइकन बनाएको फेनी है त। अब यसलाई पनि म प्लेटमा निकाल्छु। फेनी रोटी पकाउँदा चाहिँ यसको पेटमा यसरी चलाइदिनु पर्छ यो कट भएको भागमा, अनि राम्रोसँग फुलिन्छ। अब यसलाई पनि म प्लेटमा निकाल्छु। मैले सबै फेनी रोटी बनाएर सके। मैले दुई तरिकाबाट बनाए फेनी, एउटा पानीमा चोपेर बनाए, एउटा पानीमा नचोपिकन बनाए। हजुरलाई जसरी सजिलो लाग्छ त्यसरी बनाउन सक्नुहुनेछ। यहाँ मैले प्लेटमा पनि सर्भ गरिसकेकी छु फेनी रोटीलाई। यो विशेष गरी फेनी रोटी तिहारमा खाइन्छ, तिहारमा बनाइन्छ। यो चाहिँ दाजुभाइको भागहरूमा लगाइन्छ है त, भाग दिने टाइममा यो। अनि पूजाहरूमा पनि बनाएर खाइन्छ यो फेनी रोटी। अनि नयाँ साथीहरू हुनुहुन्छ भने जोडिन पनि सक्नुहुनेछ। लाइक, कमेन्ट, शेयर, सब्सक्राइब गर्न सक्नुहुनेछ। साथीहरू हजुरलाई मेरो भिडियो कस्तो लाग्छ त्यो पनि सल्लाह सुझाव दिन सक्नुहुनेछ। अनि अहिलेसम्म मेरो भिडियो हेरेर मलाई साथ दिँदै आउनु भएकोमा सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। ह्याभ अ नाइस डे। आजको दिन सबैजनाको सुखमय बितोस् अनि ह्याप्पी तिहार पनि भन्न चाहन्छु सबैजनालाई। अनि बाई साथीहरू सबैजनालाई, बाई।